अन्त यही कुरामा हामीले तामाको भाँडाकुँडाहरू केही कुरा गर्दाखेरि चाहिँ अनि मान्छेहरू धेरै जस्तो चाहिँ अलिकति शुभ कार्यको लागि प्रयोग गर्छ भन्छन्। यो तामाको भाँडालाई यति धेरै शुभ किन मानिन्छ? यो त अब तपाईँको शुभ केलाई मानिन्छ भनेपछि एकदम शुद्ध चित तामु। यो आज पूजामा सबमा चल्ने तामाकै त्रिशूल बनाएर भगवानलाई चढ्ने भगवानकै अब शङ्करजी अब उहाँकै कमण्डलु तामाको अब तामा पित्तल भन्ने अब चाहिँ सब भगवानलाई चढ्ने चिज हो। जस्तो पूजा गरियो गणेश थापना राखियो अब तामै चाहियो, तामाको ताउली नै चाहियो। त्यसमा चाहिँ आँपको पातहरू नरिवलहरू राखेर गणेश स्थापना गरिन्छ। तामाको ताउली नै चाहियो। अब तपाईँलाई चाहिँ त्यही ताउलीलाई चाहिँ कति पुज्छन् कति मान्छन् शुद्ध भनेर। हामीले यसो छोयो भने पनि ढोकिहाल्छौँ नि त। लातो लायो भने ढोक्छन्। अब हामीले पनि चाहिँ अब हाम्रो त चाउडै हातखुट्टा छुन पर्छ। अहिले त बिहान सुरुवात गर्ने बेला महादेव भने ढोको त्यहाँबाट सुरुवात गरेर दिनभरि लात्ताले हातले कुदेछ नगरी पनि नहुने फेरि त्यो लात्ताले हानेर भन्छ बन्द यसले आकार नदिने भयो नि त। कुनै कुनै चिज त लात्ताले हानेर छोएरै गर्नुपर्ने रहेछ नि त। त्यो पनि हो बिहान ढोग्यो है त्यसै दिनभरि लात्ताले हाने। त्यही भएर त यो अरूभन्दा नि बाहुनहरूले चाहिँ प्रायः जस्तो महिनामारी भएको बेलामा चाहिँ भाँडाहरू छँदैनन् तामा किन्दैनन्। उहाँहरूले चाहिँ तामाको भाँडाहरू किन्न पनि कुन बार किन्दा राम्रो हुन्छ कुन बार किन्न नराम्रो हुन्छ भनेर बार हेरेर मात्रै किन्छन्। त्यस्तो हुन्छ? त्यस्तो हुन्छ। भाँडाकुँडा किन्दा नि यस्तो दिन साइत हेर्नुपर्ने नयाँ नयाँ कुरा पनि थाहा पाइयो त। प्रायः यो एकजना बाहुनी घरमा 80-90 हजारको माल लिएर गयो कि मेरोबाट। 80-90 हजारको कहाँको होला? यो के गरे तिम्रो नाम? नामै आएन कि मलाई। कोपिला रे। यो कपिलको अनि चाहिँ यता अगाडि भयो नामै आएन यो बाहुनीहरूको मलाई फेरि। अनि चाहिँ तिलो दिदीहरू भयो यिनी जति छन् यता पाल्पाको बाहुनीहरू तिनीहरूले चाहिँ 35-40देखि 60-70-80 सम्मको माल लिएर गयो। त्यत्रो है? पालाहरू त अब तिहारमा बाल्ने अनि बिहान तुलसीको रूपमा डेली पूजा गर्नको लागि अम्खराहरू भयो, जलदारीहरू भयो, आरी भयो, मानापाथीहरू भयो, गाग्रीहरू भयो, हर चिज के तिहारमा बाल्नको लागि चाहिँ त 1-1 किलो 1.5 किलो 2-2 किलो पालै लिएर जाने। त्यत्रो धेरै भनेपछि त यो एकदमै हाम्रो हुन्छ एक हिसाबले यो पनि भयो हाम्रो समाज हाम्रो संस्कार नै त्यस्तै खाले कि यो चिजहरूमा नभई नहुने जस्तो भएर पनि एक हिसाबले हामीले बचाइराखेका छौँ यसलाई निरन्तरता दिइरहेछौँ भन्ने पनि कुरा नि भयो। ठिक छ। Jazz in Asia, connection with the world.